नमस्ते, प्रणाम, जय श्री राम। म तपाईहरुको प्रियांशु चौधरी इटरी 8 बाट म मेरो मामा घर सलकपुर आएको छु र यो भुल्के मन्दिर हो। नमस्ते, मेरो नाम प्रियांशु चौधरी हो। म इटरी 8 बाट आएको छु मामा घर सलकपुर। सबैजना यहाँ मन्दिर आउनु होला अनि सलकपुर आउनु होला। नमस्तेहरु सबैलाई। आउनुस्, म तपाईहरुलाई मन्दिर घुमाउन गइरहेको छु। यो चाहिँ हाम्रो मेन मन्दिर हो। जहाँ श्री रामहरु हुनुहुन्थ्यो र यो गणेशजीको मूर्ति हो जहाँ हामीहरु सबैको पूजाहरु गर्छौं। ल गाइस, अब हामीहरु अरु मन्दिरतिर जान आँटेको छौं। ल गाइस, अब चाहिँ म आफ्नो जो मसँग आएको छ त्योसँग चाहिँ इन्ट्रोड्युस गर्न गइरहेको छु। यो चाहिँ मेरो मामाको छोरा हो अनि यो चाहिँ मेरो आफ्नै भाइ हो। यो चाहिँ शनि भगवानको मन्दिर हो। तपाईहरुलाई अब दशैंको पिङ देखाउन गइरहेको छु। तर यो धेरै 2-3 महिना भइसक्यो तर पनि अहिलेसम्म रहेको छ, त्यसैले तपाईहरुलाई देखाउँछु।
brothers my guys. Know that we fly, know that they ride or die. Why they wanna move like that? Where you want gone? Why you want act like that? Why you play hard? No rush, go and move dumb. Back and forth, push and shove. Make your peace and love turn to peace and gloves. Now you got a girl right now. Oh, these brothers my guys. Know that we fly, know that they ride or die. Why they wanna move like that? Where you want gone? Why you want act like that? Why you play hard? No rush, go and move dumb. अब यो चाहिँ हाम्रो नर्मल पिङ हो जसमा 2-3 जना बस्न सक्नुहुन्छ अनि त्यो चाहिँ हाम्रो चिक्लेटी हो जुन बच्चाहरूको लागि बनाइरहेको हो हेर्नु होला घर जाने हो राति पनि हुन आँटिसक्यो ल नमस्ते छैन Oh, these brothers my guys. Know that we fly, know that they ride or die. Why they wanna move like that? Where you want gone? Why you want act like that? Why you play hard? No rush, go and move dumb. Back and forth, push and shove. Make your गाइस अब तपाईलाई कस्तो लाग्यो होला हाम्रो त्यो भिडियोलाई सब्स्क्राइब र लाइक गरिदिनु होला र अब हामीहरु अर्को ब्लगमा भेट्छौं बाइ बाइ नमस्कार